हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। आज चाहिँ म कहाँ छु भनेर तपाईँहरूलाई देखाउँदैछु। मेरो बहिनी चाहिँ लाइनमा बसिरहेको छ। वास्तवमा भन्नुपर्दामा म चाहिँ चाबेलको यातायात कार्यालयमा छु। मेरो बहिनी चाहिँ राजस्व बुझाउनको लागि लाइन बसिरहेको छ अनि अरू मानिसहरू पनि धेरै नै छ। अनि यहाँ चाहिँ अहिले बसिरहेको लाइनमा चाहिँ 2 लाइन हो, यता र उता। हेर्नुहोस् न, मान्छेहरूले अहिलेको समयमा है। अनि यो चाहिँ यातायात कार्यालयको अगाडिपट्टि। अनि मेरो बहिनीले चाहिँ बायोमेडिकल गरेर पनि यता राजस्व बुझाउन अर्को लाइनतिर बसेको हो। हेर्नुहोस् न, यहाँनिर स्कुटी बाइकहरू कति धेरै छ है। अहिलेको समयमा मान्छेहरूले लाइसेन्सको लागि अनि ट्रायलको लागि इक्जाम दिनको लागि कति धेरै धेरै आमामामा। यो चाहिँ यातायात कार्यालयको अगाडिपट्टिको रोड हो होइन। यो चाहिँ आउने जाने रोड हो। अनि मैले चाहिँ यसो गेटबाट खिचेको हो। अनि यो जुन चाहिँ मैले तपाईँहरूलाई देखाइरहेको छु नि, यहाँनिर मान्छे जुम्म भएर बसिरहेको छ नि त अलिक परतिर हो। त्यहाँनिर चाहिँ मैले अहिले जुम गरेँ। त्यहाँनिर चाहिँ यो जति पनि पुरानो लाइसेन्स भएको व्यक्तिहरूले नलिएको लाइसेन्सहरू चाहिँ लिने ठाउँ रहेछ। अनि हाम्रो चाहिँ काम सकियो। अनि बहिनी चाहिँ हिँड्दैछ अनि हामी चाहिँ रुम फर्किँदैछौँ है। अहिले चाहिँ हामी ठ्याक्कै भन्नुपर्दामा चाबेल चोकमै छौँ है। हेर्नुहोस् न, आउने जाने अनि ओम हस्पिटल पनि यहाँबाट छर्लङ्गै देखिँदो रहेछ। बहिनी र म चाहिँ हिँड्दै थियौँ रोडमा यताउता हिँड्दै। अनि यो पर्पल कलरको फुलहरू चाहिँ कस्तो राम्रो फुलिरहेको छ है। मलाई त कस्तो राम्रो लाग्छ नि त यो पर्पल कलर, कति राम्रो छ। अनि म चाहिँ यसो हेर्दै बहिनी र म चाहिँ गफ गर्दै हिँड्दैछौँ है उकालोमा। अनि मान्छेहरूको दृश्यहरू पनि है कस्तो राम्रो देखिरहेछ। अनि म जानुपर्ने चाहिँ यो पर्पल कलर देखेको फुलदेखि माथि सिधा रोड माथि चाबेलमा जानुपर्ने हो खास चाहिँ। बहिनी र म चाहिँ उकालो हिँड्दा हो गर्मीमा म दुईजनाले लु न त हो भनेर नारेर हिँडौँ भनेर बहिनी र म चाहिँ एउटै पाइला चालेर हिँड्दैछौँ। अनि यो जति पनि सानो खालको सोमो देख्नु भएको छ नि, यो चाहिँ जति पनि पहाडबाट आएको सोमोहरू चाहिँ यहाँ बस्छ। हामी चाहिँ उता चाबेलमा चाहिँ बस्ने ठाउँमा चाहिँ रोडबाट जान अल्छीले हामी चाहिँ यता सर्टकटको बाटो गल्लीबाट जाँदैछ। हेर्नु न, बहिनी र म चाहिँ सर्टकटको बाटो चाँडो हुन्छ भनेर बहिनी र म चाहिँ हिँड्दैछौँ। अनि यहाँ पनि टाढै छ तर मेन रोड चाहिँ पर्दैन नि त। त्यो भएको कारणले गर्दा भित्रबाट चाहिँ बहिनी र म हावा खाँदै जाँदैछौँ। अनि अहिले चाहिँ हामी बस वेटिङमा छौँ। अब बस आउन लाग्यो। अनि अहिले चाहिँ हामी बसमा चढेर जोरपाटी आइपुग्यौँ। हामी बस्ने चाहिँ सुन्दरी जलतिर हो, भनौँ कसरी होइन। अनि बहिनी र म चाहिँ हामी चाहिँ बसमा गफ गर्दै भिडियो बनाउँदै जाँदैछौँ। अनि हामी चाहिँ माइती नेपाल आइपुग्यौँ। अनि माइती नेपालबाट चाहिँ हामी सर्टकटको बाटो भएर हामी चर्च जानुपर्ने थियो। अनि बहिनी र म चाहिँ गफ लडाउँदै दुईजना होइन। अनि त्यो बाटो हिँड्दैछौँ। यहाँ चाहिँ भर्खरै रोड बनाउन लागेको हो। पिच रोड छैन, कच्ची रोड हो। अनि यो चाहिँ गोकर्ण हो। अनि गोकर्णमा हेर्नुहोस् न कति राम्रो धान भनौँ कि के भनौँ, गाउँ हो। अनि गाउँ पनि फलिरहेको छ। अनि हाम्रो चर्च चाहिँ नजिकै आइसक्यो। यो चाहिँ चर्चको पहिलो गेट हो। अनि उतापट्टिको चाहिँ दोस्रो गेट हो। मैले चाहिँ बहिनीलाई गेट खोल्नु नि भनेर भन्दै थिएँ। बहिनी चाहिँ गेट खोल्दैछ हो। अनि यो गेट चाहिँ बहिनीले खोलेर तपाईँ पनि भित्र आउनु न दिदी भनेर बोलाउँदैछ। म चाहिँ अनि उसको भिडियो बनाइदिँदैछु कि जिस्काउँदैछु बहिनीलाई। यो चाहिँ हाम्रो सान्तवना चर्च मण्डली गोकर्णमा हो। हामी चाहिँ चर्चमा आएको छौँ। यहाँ चाहिँ बहिनी र म चाहिँ निःशुल्कमा गिटार पियानो सिक्दैछौँ। बहिनी चाहिँ पियानो सिक्दैछ, म नि पियानो सिक्दैछु। हाम्रो आन्टीहरू पनि सबैजना पियानो सिक्दै हुनुहुन्छ। आजलाई चाहिँ मेरो भिडियो यति नै। तपाईँहरूलाई कस्तो लाग्यो हेरिदिनु भयो, धेरै 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 धन्यवाद। बाई बाई।